साना किसान विकास लघु वित्तीय संस्थाको 24औं सम्मानित सभाको साधारण सभाको अध्यक्षता गरिरहनुभएका आदरणीय अध्यक्षज्यू, सञ्चालकज्यूहरू, आजको यस गरिमामय सभामा उपस्थित हुनुभएका आदरणीय शेर धनी महानुभावहरू, लेखा परीक्षकज्यूहरू, नियामक निकायका प्रतिनिधिज्यूहरू, पत्रकारज्यूहरू, वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी, सम्पूर्ण अनि कानुनी सल्लाहकारज्यूहरू र यस संस्थाका सबै साथीहरूलाई यस सभामा हार्दिक स्वागत गर्दछु। आदरणीय शेर धनी महानुभावहरू, वर्तमान वित्तीय बजारमा देखिएको सङ्कटका बावजुद पनि हामीले विगतका वर्षहरू चाहिँ आर्थिक वर्ष 81-82मा पनि आफ्ना शेर धनी महानुभावहरूलाई 15% लाभांश प्रस्ताव गरेको सहस्र जानकारी गराउँदछु। शेर धनीको पुँजीमा प्रतिस्पर्धात्मक र दिगो प्रतिफल, सबल पुँजी कोष, बलियो पुँजी तथा झगडा कोष, सहज तरलता लगायतका वित्तीय सूचकहरूले गर्दा यो वित्तीय संस्था लघु वित्त क्षेत्रमा मात्र नभई देशको वित्तीय बजारमै पनि एक सबल तथा सक्षम वित्तीय संस्थाको रूपमा स्थापित भएको कुरा हामीलाई थाहा भएकै विषय हो। यस संस्थाले साझेदार साना किसान सहकारी संस्थाहरू मार्फत ग्रामीण पुँजी निर्माण, सामाजिक पुँजी निर्माण तथा मानव पुँजी निर्माणमा समेत उल्लेखनीय रूपमा कार्य गरेको छ। हामी सबैको साझा शत्रु गरिबीमाथि विजय पाउन समुदायलाई नै बलियो बनाई स्थानीय स्रोतको अधिकतम परिचालन मार्फत तलदेखि माथिसम्म अर्थात् बटम अप एप्रोचलाई आत्मसात गरी अगाडि बढेको यस वित्तीय संस्थाले देशका 77 जिल्लाका 546 स्थानीय तहमा 9 लाखभन्दा बढी परिवारमा वित्तीय पहुँच पुर्याएको छ। कुल परिवारमध्ये दलित 11%, जनजाति 42%, अन्य 47% सदस्यहरूलाई वित्तीय पहुँच पुर्याएको छ भने महिला सदस्यहरूको सहभागिता 82% रहेको छ, जुन अत्यन्तै उदाहरणीय कार्यको रूपमा लिन सकिन्छ। ग्रामीण अर्थतन्त्रको संरचनात्मक रूपान्तरणलाई मूल लक्ष्य बनाएर यस वित्तीय संस्थाले समावेशी वित्तीय पहुँच, शिक्षित युवालाई कृषि पेसामा संलग्न गराई कृषिको रूपान्तरण, कृषि कच्चा पदार्थमा आधारित साना तथा मझौला कृषि उद्योगहरूको स्थापना मार्फत ग्रामीण उद्यमशीलताको विकास, ग्रामीण स्तरमा रोजगारीको सृजना, वातावरण संरक्षणका लागि नवीकरणीय ऊर्जाको प्रयोग तथा डिजिटल प्रविधिको उपयोगमा जोड दिने रणनीति अनुरूप आफ्नो कार्यक्रम अगाडि बढाएको छ। कृषि पेसालाई नाफामूलक र सम्मानित बनाउन समग्र कृषि मूल्य श्रृङ्खला एग्रिकल्चर भ्यालु चेनको विकास गर्नुपर्ने भनी पहिचान भइसकेको आवश्यकता र मूल रूपमा कृषि ऋणको माग र आपूर्ति बीच रहेको ठुलो अन्तर हटाउन कृषिमा उद्यमशीलताको विकास मार्फत कृषिको रूपान्तरण गर्ने अठोटका साथ यस साना किसान विकास लघु वित्तीय संस्थालाई कृषि विकासमा केन्द्रित एउटा विशिष्टीकृत वित्तीय संस्थाको रूपमा स्थापित गराउन हामी सबैको ध्यान केन्द्रित रहेको यस गरिमामय सभालाई जानकारी गराउन चाहन्छु। आदरणीय शेर धनी महानुभावहरूको यो विशेष उपस्थितिमा र मैले भर्खरै मात्र यस वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेको सन्दर्भमा मेरा रणनीति र कार्यशैलीबारे केही कुरा निवेदन गर्नु सान्दर्भिक सम्झन्छु। मेरो व्यवस्थापकीय रणनीति मुख्य रूपले ग्रोथ भन्नाले वृद्धि, गभर्नेन्स सुशासन र ग्रेटिट्युड एउटा चाहिँ सरोकारवालाहरू बिचको सुमधुर सम्बन्धको विकास, नायब प्रमुख कार्यकारी अधिकृतहरू केन्द्रित रहने कुरा यहाँहरू समक्ष निवेदन गर्न चाहन्छु। ग्रोथ अन्तर्गत नाफासहितको व्यवसाय वृद्धि, कर्जाको गुणस्तरमा वृद्धि, निष्क्रिय कर्जामा कमी, साझेदार संस्थाहरूको सङ्ख्यामा वृद्धि, ऋण प्रवाहको यथोचित व्यवस्थापन, प्रडक्ट र प्रक्रियामा डिजिटलाइजेसन, अनावश्यक खर्च कटौती, कर्मचारीको उत्पादकत्व वृद्धि र साझेदार संस्थाहरूको सन्तुष्टिमा वृद्धि आदि जस्ता मुख्य रूपमा पर्दछन् वृद्धि अन्तर्गत। त्यस्तै गरी सुशासन गभर्नेन्स अन्तर्गत नियमनकारी निकायको निर्देशनको पूर्ण परिपालना, सजग र प्रभावकारी जोखिम व्यवस्थापन, नैतिक संस्कृतिको विकास, सबै तहमा पारदर्शिताको सुनिश्चितता, कर्मचारीमा जिम्मेवारी र जवाबदेहीताको संस्कृतिको विकास र गुनासोको यथोचित सम्बोधन जस्ता महत्त्वपूर्ण विषयहरू यो सुशासन अन्तर्गत पर्दछन् भने
ग्रेटिच्युड अन्तर्गत सम्पूर्ण सरकारवाला निकायहरू, नेपाल सरकार, नेपाल राष्ट्र ब्याङ्क, वाणिज्य ब्याङ्क, अन्य वित्तीय संस्थाहरू, अन्य नियमनकारी निकायहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था तथा दात्री निकायहरू बीच विश्वसनीय तथा दिगो सुमधुर सम्बन्धको विकास, यो चाहिँ हाम्रो सुमधुर सम्बन्ध विकास अन्तर्गत हाम्रो केन्द्रित रहनेछ हाम्रो प्रयासहरू। र अन्त्यमा नेपाल सरकार, नेपाल राष्ट्र ब्याङ्क, वाणिज्य ब्याङ्कहरू लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको विश्वास जित्न सफल यस वित्तीय संस्थालाई थप उचाइमा पुर्याई एउटा प्रतिष्ठित वित्तीय संस्थाको रूपमा स्थापित गराउन मेरो टिममा रही अहोरात्र मेहनत गरिरहनुभएका सबै सहकर्मी साथीहरू, उच्च व्यवस्थापनलाई निरन्तर रूपमा उचित मार्गदर्शन गरिरहनुहुने आदरणीय अध्यक्षज्यू एवं सञ्चालकज्यूहरू र यस वित्तीय संस्थाका सहायक संस्थाहरू, आबद्ध सदस्यहरूले गरेको असल अभ्यास र उदाहरणीय कामहरू प्रचार प्रसार गरी सहयोग पुर्याउने मिडियाकर्मीज्यूहरू र साना किसान विकास लघु वित्तीय संस्थालाई आफ्नो वित्तीय संस्था ठानी यसको गरिमा कायम राख्न वित्तीय अनुशासनमा रही वित्तीय कारोबार गर्ने लाखौँ लाख विपन्न साना किसान परिवारहरूलाई धन्यवाद सहित आभार व्यक्त गर्दछु र अन्तमा सम्पूर्ण उपस्थित शेरधनी महानुभावहरूलाई पुनः एकपटक हार्दिक स्वागत गर्दै म बिदा हुन्छु। धन्यवाद।